हेलो गाइज, मैले रोपेको ड्रागन फ्रुट यस्तो टिप्छु है। कसरी भयो टिप्ने नि। अलिअलि हिलो नि छ क्या यहाँ। हाम्रो गाई पाले खान्छ त यहाँ। यस्तो कलर यहाँ यस्तो टिपौँ भनेको कस्तो डर हुँदो रहेछ गाइज। ल ल फाइनली गाइज, मैले चाहिँ ड्रागन फ्रुट रोपेर फलाएर नि यहाँ पाकेर नि खाने बेला बनाइसकेँ होइन। यस्तो भयो चाहिँ यत्रो दाना फलेछ यहाँ, 2-3 दाना, तर यो चाहिँ अलिक सानो छ। यस्तो छ गाइज, हेर्नुहोस् गाइज। रोपेपछि काम कर्म गरेपछि फल पाइन्छ भनेको यो होइन। यस्तो छ गाइज। अनि ट्यागको लगाएर मैले चाहिँ अब यहाँ टिपेर काटेर खानुपर्ने हुन्छ होइन। अस्ति रोपेको यो 6 महिनापछि फल्दो रहेछ गाइज यो होइन। अस्ति मैले गोडमेल गराएको थिएँ नि त, त्यहाँबाट चाहिँ अहिले फल पाइयो है। ल गाइज, अब चाहिँ यसरी राखिएको छ होइन। ट्यागको यहाँ अब कटिङ हुन्छ है हाम्रो। अब कटिङ गरेर नि कप खाने हो नि त होइन।